नेपालमा आजभोलि धेरै सुनिने शब्द हो विदेश जानै पर्छ। यो शब्द कसैको रहर होइन, बाध्यता हो। यहाँ काम छ तर तलबले महिना काट्न गाह्रो हुन्छ। दिनभरि पसिना बगाउँदा पनि घर भाडा, खाना र बच्चाको पढाइ धान्न सकिँदैन। डिग्री छ तर अवसर छैन। वर्षौं पढेर प्रमाणपत्र हातमा छ तर जागिर पाउन यहाँ चिन्जान चाहिन्छ। क्षमता भन्दा सिफारिस चल्छ। सिप छ तर कदर छैन। देशमै सिकेको सिपको मूल्य छैन, तर त्यही सिप विदेशमा सुन जस्तै हुन्छ। युवाले देश छोड्न खोजेको होइन, देशले युवालाई रोक्ने वातावरण बनाउन नसकेको हो। यहाँ भविष्यको स्पष्ट बाटो देखिँदैन, त्यसैले युवा पासपोर्ट बोकेर अन्जान भूमितिर हिँड्न बाध्य छन्। यदि यही अवस्था चलिरहने हो भने नेपाल बिस्तारै वृद्ध देश बन्दै जानेछ। गाउँमा वृद्ध र बालबालिका मात्रै बाँकी रहनेछन्। ऊर्जाशील युवा विदेशमै हराउँदै जानेछन्। देशको विकासको कुरा धेरै हुन्छ, तर विकास गर्ने हात विदेशमा हुँदा यो देश कसरी अगाडि बढ्ला? अब प्रश्न गम्भीर छ। समस्या युवाको हो कि युवालाई अवसर दिन नसक्ने सिस्टममा हो? यो प्रश्नको उत्तर नखोजेसम्म विदेश जानै पर्छ भन्ने शब्द नेपालमा गुजिरहनेछ।